हेलो गुड मर्निङ गाइस। आज फेरि काफेबारीमा फायर कल भएर हामीहरू फायरमा आएको छु र यो तलबाट आएको फायर हो। यो फायरले निकै एरियालाई कभर गरेको रहेछ र हामीहरू निकै कोसिस गरेर यो फायरलाई नियन्त्रण गर्दैछु र हामीलाई आउनु पनि बाटोको अवस्था जीर्ण भएकोले गर्दा हामी आउनु पनि अलिक साह्रो पर्यो, तर पनि हामीहरू आएर यो फायरलाई एक्सटिङ्ग्विस गरेर बाटोदेखि माथि चाहिँ हामीले यो फायरलाई स्प्रेड हुन दिएन र जति एरिया पक्रिनु पर्छ त्यसलाई हामीले कभर गरेर त्यो फायरलाई एक्सटिङ्ग्विस गऱ्यो र बाटो पनि हामीले छिर्नु दिएन। फायरलाई बाटोदेखि मुनि नै जति बल्नु थियो त्यतिमा बलेर एक्सटिङ्ग्विस गरिसक्यो। Punta sa ulit ito. र हजुरहरूलाई एउटा नम्र निवेदन छ, तपाईँको घरको वरिपरि सुकेको पत्करलाई बटुलेर आँगन सफा राख्नुहोस् ताकि भोलिको दिनमा यो फायर जङ्गलको फायर तपाईँको घरपट्टि नछिरोस्। त्यसले गर्दा तपाईँहरू पनि सतर्क बस्नुहोस् है। र साथीहरू, हामीले यो फायर एटेन्ड गरेको बिहानको 11 बजीदेखिको अहिले बेलुकाको 5:30 भइसक्यो। तर पनि साथीहरू, अहिले हामीले यो फायरलाई निकै नियन्त्रणमा ल्याइसकेको छु। अब केही छिन लाग्छ हामीलाई यो कुलिङ गर्नु। यो कुलिङ गरे पश्चात हाम्रो वर्क डन हुन्छ, देन हामीहरू त्यहाँदेखि निस्किन्छौँ साथीहरू। र साथीहरू, घरको छेउछेउमा तपाईँहरूले पत्कर राखेको छ भने यो पत्करले फेरि बलेर तपाईँहरूको घरपट्टि नै आगो जाने सम्भावना हुन्छ। त्यसले गर्दा तपाईँहरू पनि सतर्क बस्नुहोस् र वरिपरि छरछिमेकीलाई पनि गाउँघरको पत्करहरू साफ गरेर एक जग्गामा बटुलेर आगो लगाएर त्यसलाई सक्नुहोस् ताकि पछि तपाईँहरूको घरको अगाडि आगो नहोस्। धन्यवाद।